सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। तपाईहरुलाई आज फेरि म एउटा नयाँ ब्लग लिएर आउँदैछु। अस्ति धान काट्न गए, आज धान खान जान हामी जाउँला। सो त्यही हो साथीहरु, गाउँघरहरुमा यस्तै छ, धान काट्ने उठाउने हिँड्ने। अब आज त मान्छे त कडै होला चाहिँ, आज चाहिँ लगभग 30-35 जना मान्छे हुन्छ होला सायद। हामी त यहाँ आज धान उठाउन जाने। अब कति छ मान्छेहरु। यहाँ हाम्रो काकाको हो धान उठाउनु चाहिँ आज। यहाँ काका छिटो आमा, छिटो ढिलो भयो। खै त अहिले त भाइ छैन आज। ल हामी यहाँ अहिले खेत नजिक आइपुग्यो साथीहरु। हाम्रो चाहिँ ग्याङ नै अलिक बढी भयो तिहारहरु। यहाँ हामी ठ्याक्कै खेतमा आइपुग्यो। म चाहिँ खेतमा आइसक्यो। यहाँ अल्छी पार्टीहरु ढिला खाके यहाँ खेतमा आइसक्यो। म चाहिँ अरु चाहिँ अलि पछाडि आउँदैछ। सब ढिलो हिँड्छ। यहाँ हिँड्दा छ यो ठाइली, यो कान्ठी, यता फेरि मम्मी, ठाइली र कान्ठीको मम्मी यतातिर पुगे खेतमा। अब यस्तै छ कहानी। पारिबाट मान्छे आउँदो रहेछ। छिराउनु पऱ्यो यहाँ, ढिलो गरेर भएन। यस्तै छ कहानी दुःख सुखको। मैलो ल भाउजू मोचा चाहिँ रानी मोचा चाहिँ मार्छ स्याहाले। त्रिपाल मिलाउँदै यहाँ आजकल खाला साला लिप्ने चलन छैन। आजकल त त्रिपाल बिछाए सक्यो। नत्र पहिला भने टक्क यो खाला खुड्याउने अनि घर लिपे जस्तो टक्क गोबर पानी गोबर माटोले टक्क लिप्ने गर्थ्यो। आजकल चाहिँ पुरा त्रिपालको व्यवस्था छ। यस्तै छ यहाँ त सबै। मोचा के र खाइरह है यिनीहरू त पहिल्यै खाजा खाएको रे। अब के काम गर्नु। हजुर ए हाम्रो गाई छोरी यहाँ छ है, मनफा ग्याङ। मनफा ग्याङ आजकल त थोरै छैन। धान उठाउनु चाहिँ सुरु भइसक्यो यहाँ। अब ल काम सुरु भयो हाम्रो यहाँ त। खै यसपालि त काम अलिक ढिलो सुरु भयो क्या। हाम्रो कति बजे स्टार्ट भयो हाम्रो काम आज? 11:05 भयो। 11:05 हाम्रो थाइम भाँदा पनि आउनु भयो रहेछ होइन। मेरो ठ्याक्कै भान्जा, मेरो के भन्छ, मेरो बिहामा पूजा गर्न आउने भान्जा, मेरो प्योर भान्जा। ल हामी चाहिँ अब काम सुरु गर्न लाग्यो होइन। अब यस्तै छ, काम त गर्नु पर्यो यहाँ। ल काम सुरु गरिहाल। ठ्याक ल काम सुरु भयो यसरी। 3-4 जना हँगाल्ने, 4-5 जना बाँध्ने, 5-6 जना। ल काम सुरु भयो केटाहरु, काम सुरु भयो। कुनै लगाउने प्रोग्राम हुँदैछ।
अहिले कुन्यो स्याट यता कुदिरह काम ल के अरे ल हामी म चाहिँ बोक्नेमा पर्यो आज बोक्नु पर्यो बोक्नु सक्दैन बोक्नु पर्यो त्यही छ ल त अब यहाँ केटाहरू 5 जना 6 जना रहेछ झार्न हाम्रो जनताहरू अर्कोपट्टि पुग्यो ठ्याक्कै अहिले अर्को पाखा पुग्यो यो पाखा पुरै भ्याउनु छ हामी फेरि आम्मा थोरै छ र फेरि उनी अघि मैले तल देखाएको भुइँमा देखाएको अहिले यति आइपुग्यो यो चाहिँ ओए के हो याम भाइ यसले त के उठाउन सक्छ भाइ टक्क भारी बनाएर पुरै धानमा चढेर अरे पुरा होइन हाम्रो दाइले बोके लास्टरी ओ केटाहरू जाँड खाना है नखाने जाँड ए हाम्रो यहाँ धान उठाउनु भ्याएछ यार हामी यता एकछिन बसेको सबजना उठाएर आइसकेको छ आम्मा के हो यहाँ त ल म चाहिँ धान झार्न जानु पर्यो यहाँ सब फरिसक्यो म चाहिँ गएको धान झार्न यहाँ हाम्रो काकाको धान चाहिँ उठाउन आएको हामी सबजना लिएर उठाउनु पर्यो धान झार्नु पर्यो यार भर क्याडो के हो यो चाहिँ डिसिल जस्तो बोकेर आएको त आम्मा ल अब हामी सबजना धान झार्ने एकछिन ब्रेक टाइम लिएको सबजना रेस्ट गरेर भान्ना भ्याएर कहिले नै जान्छ अब यता केटीहरू पार्टी हामी चाहिँ झार्ने हो झोला कहाँ गयो ल हाम्रो यहाँ सब उठाउनु भइसक्यो अब हामी छ्याट्ट लाएर रेस्ट प्रोग्राम छ सबजनाले यहाँनिर रेस्ट आमासम्महरू गुन्द्री नल बनाउनलाई टक्क लाएर गुन्द्री बुन्नलाई यहाँ यो बनाएको छ यो पराल हाम्रो खाजा खाने टाइम भयो यहाँ लेडिज ग्याङ खाजा खाने आमासम्म त्यहाँ काम गर्दैछ केटीपार्टीहरू चाहिँ यहाँ सब खाजा खाने यो मर्छ अहिले मर्छ फेरि ल उहाँले यहाँ जुरा हाल्न नि सकिसक्नु भयो अहिलेको हाम्रो यस्तो भयो अघि मैले सुरुमा देखाएको थिएँ त्यस्तो थियो अहिले यस्तो भयो वक सकिन लाग्यो ल हामी चाहिँ अब एकछिन रेस्ट गर्ने अनि खाजा खाने भारी हाल्नु त केटीहरू लाने हाम्रो यहाँ धानको भारी लाउने तर्खरमा छौँ है हामी हाम्रो अब धानको भारी हाल्ने तर्खरमा छौँ हामी सबजना खाजा खाइयो अब धानको भारी हाल्ने घर जाने फेरि बासु भात रन्काउने के हो यो त यार भारी त सिधै काँडमा हाल्छ त्यसले त ल गाइज हामी चाहिँ डबल भारी
बोकेको एकदम गजब हामी यहाँ आनन्दसँग हिँड्ने हो। कोहीलाई भारी नबोकेर पराल बोकेर, कोहीलाई त्रिपाल बोकेर हिँड्ने। ल है के हो अरू आधा अरूले यस्तरी भारी बोके, यसले चाहिँ यस्तरी भारी बोके। ए भगवान के हो यो? अब यो त बलै भएर हो कि के हो निको मैले? ल ठिक छ ठिक छ। यो केटाहरू त यस्तो तन्दिर हेर भारी घाँटी भाँचेला केटाहरू। घाँटी भाँचेला यहाँ अगाडिको पछाडिको होइन। ल ठिक छ अब घर पुगेर भेटौँ ल है हामी।